हेलो साथीहरू, दर्शन नमस्ते, वेलकम छ सबैलाई। म चाहिँ आज भेज स्प्रिङ रोलको भेजिटेबल बनाउन जाँदैछु। त्यसको लागि सामानहरू सबै रेडी गर्दैछु। अब सबै सामानहरू चाहिन्छ: टमाटर केचप, अजिनोमोटो, भिनेगर हल्का हाल्छु, ब्ल्याक पेपर्स, अनि सोया ससहरू सबै। यो चाहिँ अब क्याबेज, क्यारोट, चप्स, अब क्याप्सिकम, अनियनहरू सबै रेडी भइसक्यो साथी हो। यसको अब म चाहिँ बनाउन सुरु गर्छु। हजुरहरू हेर्नु होला। अब ओइल हाल्दैछु म। ओइल पनि हल्का हाल्नुपर्छ, धेरै हाल्नु हुँदैन ओइल चाहिँ है। अब जिन्जर गार्लिक चप्स हाल्ने हल्का पहिला चलाउने, त्यसपछि एकछिनपछि फेरि ओनियन हालिहाल्नुपर्छ। सलाद ओनियन यो चाहिँ यसलाई हल्का चलाएर ब्राउन कलर भएपछि फेरि हामी क्याप्सिकम हाल्नुपर्छ। अब चाहिँ क्याप्सिकम हाल्छु म। यसलाई हल्का चलाउनु पर्छ कि ब्राउन हुनुपर्छ। क्याप्सिकम हालेर फेरि एकछिन चलाउने। यो क्याप्सिकम भइहाल्यो। क्याप्सिकम पनि मिक्स गर्दा राम्रो हुन्छ। ग्रिन, येल्लो, रेड कलरको सबै मिक्स गर्छन्। अब यसलाई चाहिँ हल्का चलाएर यसलाई हल्का काटिदिनुपर्छ चम्मचको सहायताले। त्यसपछि अब क्याबेज र क्यारोट हाल्नुपर्छ। काटेर रेडी बनाएर राखेको थियो अघि हामीले, त्यही हालेको हो। बस यो सबै हालेर चाहिँ नै चट्ट लाएर चलाउनु पर्छ। गाह्रो छ हौ प्रत्यक्षमा पैसा कमाउन साथी हो। के गर्नु, आगोको राप तातो तेलसँग खेल्नुपर्छ जिन्दगी। गाह्रो छ नि। मान्छेलाई हेर्नलाई सहिलो लाग्छ, काम गरेको सहिलो देख्छ, तर काम गर्नलाई गाह्रै हुन्छ साथी हो। तर मेहनत चाहिँ गर्नुपर्छ है। जहाँ गयो पनि मेहनत गर्न चाहिँ छोड्नु हुँदैन। काम चाहिँ आफ्नो सम्झेर गर्नुपर्छ। जे होस् जता गरे पनि म चाहिँ त्यही भन्न चाहन्छु। अब कमाउनु त त्यस्तै हो। ल, मेरो त सक्यो भने चट्ट लाएर यही हो साथी हो। धन्यवाद हजुरहरू सबैलाई भिडियो हेरिदिनु भएकोमा।